नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउनको लागि जसरी उत्पादन उद्यमशीलता पटक पटक यसलाई पनि गरेको छु। कृषि औद्योगिकरणको कुरालाई हामीले जोड्नु पर्ने, आधुनिकरण कृषि गर्दाखेरि महँगो किसिमको कृषिको उत्पादनतिर जानुपर्ने, औद्योगिक जडीबुटीहरू खनिज त्यस्तै गरेर प्रशोधन ठुलो किसिमको छ भने त्यो ट्याक्स फ्री गर्ने, नेपालमा हामीले चाहिँ जसरी सिटिभिटीको जस्तो प्रोग्रामहरूलाई एकदमै एक्टिभ बनाएर विदेशबाट आउने वस्तुहरूलाई कसरी रोक्न सकिन्छ, निर्यातको वृद्धि गर्नु पर्यो र यो कुराहरूलाई गरेर हामीले चाहिँ समृद्ध अर्थतन्त्र बनाउन सक्छौँ। यसको की पोइन्ट नै तीनवटा हो। जसरी उत्पादन भयो एउटा, अनि उत्पादन सँगसँगै तपाईँको हामीले चाहिँ उद्यमशीलता, यसलाई उत्पादन बढाउनु पर्ने, उद्यमशीलता र आर्थिक आत्मनिर्भरताका कुराहरू ल्याएर हामीले चाहिँ देशको अर्थतन्त्रलाई हामीले समृद्ध अर्थतन्त्र यसरी चाहिँ हामीले अहिलेको देशको अवस्था हेरेर हामीले चाहिँ समृद्ध अर्थतन्त्र यसरी बनाउन सक्छौँ। जसमा हामीले कुरा गर्नु पर्दाखेरि अब उत्पादनमा हामीले जाँदाखेरि हामीले मैले पटक पटक भन्ने पनि गरेको छु, कृषि औद्योगिकरणको कुरालाई हामीले जोड्नु पर्ने हुन्छ। आधुनिकरणमा चाहिँ हामीले कृषिमा आधुनिकरण गरे तापनि हामीले त्यसमा चाहिँ कृषि गर्दाखेरि महँगो किसिमको कृषिको उत्पादनतिर जानुपर्ने हुन्छ। जस कृषिको उत्पादन गर्दाखेरि हामीले चाहिँ पुरानो तरिकाको कृषिहरूको चाहिँ हाम्रो नगरेर अहिले अलिकति नयाँ किसिमको र महँगा किसिमका कृषि उत्पादनहरूतिर हामीले जोड दिनुपर्ने हुन्छ, जसले गर्दाखेरि हाम्रो चाहिँ उत्पादनलाई हामीले ध्यान दिँदा हामीले त्यसलाई चाहिँ लिन सकिन्छ। यस्तै गरेर औद्योगिक विस्तारको कुराहरू हुन्छ। यस्तै हामीले चाहिँ औद्योगिक विस्तारहरूमा इन्डस्ट्रियल करिडोरहरू बनाउने, हामीले कच्चा पदार्थहरूको चाहिँ नेपालमै चाहिँ उत्पादन, जडीबुटीहरू खनिज कुराहरूको यस्तो स्थापना गर्ने, आयात प्रतिस्थापन भनौँ न, आयात हुने कुराहरूलाई हामीले चाहिँ हटाउने कुराहरूलाई गर्ने किसिमका हामीले चाहिँ उद्योगहरू लगाउने। यस्तै गरेर प्रशोधन ठुलो किसिमको छ भने त्यसमा चाहिँ हामीले सबै कुराको इन्डस्ट्री इस्टाब्लिस नगर्न सक्यो भने पनि हामीले चाहिँ प्रशोधन, प्याकेजिङ को र त्यसको बजारको विस्तार गर्ने। जसरी हामीले चाहिँ प्याकेजिङ र प्रशोधन चाहिँ अथवा र मेटेरियलहरूलाई त्यसरी हामीले प्रशोधन गरेर हामीले चाहिँ इन्डियामा लगेर, चाइनामा लगेर, अब सजिलो बजार भारत छ, भारत इन्डियामा हामीले लगेर हामीले चाहिँ त्यो किसिमले गर्न सक्ने चाहिँ हुन्छ। यस्तै गरेर चाहिँ पूर्वाधार सुधारहरू गरेर हामीले चाहिँ उत्पादनहरू बढाउन सक्छौँ, जसमा चाहिँ ऊर्जाको सडक भण्डारण यस्ता कुराहरू हामीले चाहिँ गरेर चाहिँ हामीले चाहिँ उत्पादन बढाउन सक्छौँ। यस्तै अब दोस्रो बुँदामा हामीले भन्नुपर्दाखेरि उद्यमशीलताको कुरा हो। उद्यमशीलतामा हामीले गर्दाखेरि स्टार्टअप बिजनेसहरू भनेर भन्छ, स्टार्टअप फन्डहरू गर्ने, 3-4 वर्ष 5 वर्ष अथवा हेरेर 10 वर्षसम्म चाहिँ हामीले चाहिँ त्यसमा चाहिँ ट्याक्स फ्री गरेर हामीले युवाहरूलाई नेपालमै रहने र युवाहरूले चाहिँ त्यो व्यापारहरू गरेर हामीले चाहिँ उनीहरूलाई ट्याक्स फ्री गरेर हामीले बरु गभर्मेन्टले पनि सहयोग गरेर त्यो किसिमको हामीले गर्नुपर्ने हुन्छ। अन्त गभर्मेन्टले गरिरहेको छ, तर यसमा चाहिँ अलिकति गहिरो किसिमले हामीले हेर्नुपर्ने हुन्छ। यस्तै सिप विकासका कुराहरूलाई हामीले ध्यान दिनुपर्ने हुन्छ। सिप विकास हामीले गरेर अनि हामीले चाहिँ सिपहरूलाई गर्ने, नेपालमा हामीले चाहिँ जसरी सिटिभिटीको जस्तो प्रोग्रामहरूलाई एकदमै एक्टिभ बनाएर हामीले चाहिँ सिप विकासमा गरेर तिनीहरूलाई चाहिँ उद्यमशीलतामा ढाल्नुपर्ने हुन्छ। यसै र लगानीको लागि हामीले सहज वातावरण र सहजता गरिदिएर व्यवसायहरू सजिलै दर्ता हुने र सजिलै खारिज गर्ने किसिमका र व्यावसायिक ऋण पनि सजिलै हामीले उपलब्ध गराउने किसिमका चाहिँ हामीले चाहिँ गभर्मेन्टले यस्तो कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यो सँगसँगै चाहिँ अब भनौँ न इनोभेटिभ टेक्नोलोजीहरू, इनोभेसन हबहरूले स्थापना गर्ने, जसरी आइटी का कुराहरू, डिजिटल सेवाहरूका कुराहरू, इ कमर्सका कुराहरू र यस्ता कुरामा चाहिँ गभर्मेन्टले ध्यान दियो भनेपछि हामीले चाहिँ यसमा चाहिँ उद्यमशीलतामा यो कुराहरूले हाम्रो चाहिँ यसमा चाहिँ विकास हुने र यसमा चाहिँ हामीले राम्रो प्रगति गर्न सक्ने अवस्था देख्छौँ। यसमा इकोनोमिक सेल्फ को उसमा हेर्नु पर्दाखेरि हामीले चाहिँ अब विदेशबाट आउने वस्तुहरूलाई कसरी रोक्न सकिन्छ, आयात प्रतिस्थापन नीति ल्याउनु पर्यो। विदेशबाट आउने कुराहरूलाई चाहिँ हामीले हटाउन सक्नु पर्यो। स्पेसली कृषि, औषधि, कपडाका कुराहरूमा हामीले सजिलै यो कुराहरूलाई रोक्न सक्छौँ। यो कुराहरूलाई हामीले ध्यान दिनु पर्यो। यस्तै गरेर विदेशबाट जति पनि सामानहरू हाम्रो आयात भइरहेको हुन्छ त्यो कुरालाई चाहिँ हामीले
कुन सेक्टरमा हामीले यसलाई रोक्न सक्छौँ त्यसको अध्ययन गरेर त्यसमा तुरुन्तै नै हामीले चाहिँ युवाहरूलाई त्यतातिर काम गर्न लगाउन सक्ने हामीले चाहिँ र त्यस्तो किसिमको उद्योगहरू इस्टाब्लिस गर्नको लागि चाहिँ हामीले प्रेरित गर्नु पर्यो र युवाहरूलाई यहीँ रोकेर त्यस्तो किसिमले हामीले चाहिँ त्यो उद्योगहरू दर्ता गरेर त्यसलाई रोक्न सक्नु पर्यो। यस्तै निर्यातको वृद्धि गर्नु पर्यो। हामीले निर्यातको वृद्धिमा हामीले चाहिँ नेपालका ब्रान्डहरू पर्यटनतिर, हस्तकला, आइटी सेक्टरमा अथवा जडीबुटी यस्ता कुराहरूमा पनि अन्तर्राष्ट्रिय बजारमा नेपालको ब्रान्डिङ गरेर हामीले चाहिँ त्यो कुराहरूलाई पनि हामीले हेर्न सक्ने अवस्था हुन्छ र त्यसलाई चाहिँ गर्न सकिन्छ। यस्तै गरेर ऊर्जाको काममा पनि नेपालले राम्रै गरिरहेको छ र यसलाई गियरअप गर्नुपर्ने छ, यसलाई बढाउनु पर्ने छ, यसलाई एक्सलरेट गर्नुपर्ने छ। यो कुराहरूलाई हामीले हेर्नु पर्यो। जलविद्युतमा कम लगानीमा बढी उत्पादन गर्न सक्ने तिर हामीले जानुपर्ने हुन्छ र स्थानीय अर्थतन्त्र सबैभन्दा ठुलो कुरा भनेको हाम्रो स्थानीय अर्थतन्त्रलाई हेर्नुपर्ने हुन्छ। स्थानीय अर्थतन्त्रलाई हामीले चाहिँ बनाएर स्थानीय स्तरमा हामीले लोकल स्तरमा पालिकामा कुन पकेट जोन छ, कुन उसमा चाहिँ काम गर्न सकिन्छ, स्थानीय सरकारलाई उत्पादन र उद्योगमा चाहिँ हामीले सक्रिय गराउने र गाउँमै रोजगारीको सिर्जना गर्ने यस्ता कुराहरू चाहिँ वैदेशिक रोजगारको निर्भरताहरू हेर्ने यो कुराहरूलाई हटाएर वैदेशिक रोजगारको निर्भरतालाई हटाएर यो कुराहरूमा हामीले जोड दिनुपर्ने हुन्छ र यो कुराहरूलाई गरेर हामीले चाहिँ समृद्ध अर्थतन्त्र बनाउन सक्छौँ। अबको 5 देखि 10 वर्षमा हामीले चाहिँ समृद्ध अर्थतन्त्र बनाउनको लागि यो कुराहरूलाई हामीले ध्यान दिने हो र यो पक्षहरूलाई हेर्ने हो भने हामीले गर्छौँ। स्पेसली उत्पादन बढाउन सक्नु पर्यो। मैले अघि भने जसरी उत्पादन, उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको लागि हामीले चाहिँ 3वटा कुरालाई मात्रै जोड दिने भने हामीले सजिलै चाहिँ हाम्रो समृद्ध अर्थतन्त्र हुन सक्छ र हुनेछ र हामीले यसमा चाहिँ जोड दिनुपर्ने हुन्छ। धन्यवाद।